एउटा प्रश्न छ है, किन केही मानिसहरू सजिलै राम्रो बानी बसाल्छन् तर अरूलाई चाहिँ त्यही कुरा एकदमै गाह्रो लाग्छ? हो, यही प्रश्नको जवाब जेम्स क्लियरको विश्व प्रसिद्ध किताब एटोमिक ह्याबिट्समा लुकेको छ। त्यसो भए आज हामी यही किताबका मुख्य विचारहरूमा डुब्नेछौँ अनि हेरौँ न कसरी साना साना परिवर्तनले जीवनमा साँच्चीकै ठूलो प्रभाव पार्न सक्छ। ठूलो सफलता हासिल गर्ने रहस्य के होला? के त्यो रातारात हुने कुनै ठूलो परिवर्तन हो? होइन। सामान्यतया सोचे जस्तो ठूला र तहल्का मच्चाउने कामहरू नै यसको जवाफ होइन। जवाफ त त्योभन्दा धेरै सानो, एकदमै सूक्ष्म कुरामा लुकेको छ। ल, यसलाई बुझ्न एउटा कथा सुनौ है। कथा हो ब्रिटिस साइक्लिङ टिमको। सुन्नुहोस् न, लगभग 100 वर्षसम्म यो टिम असफलताको अर्को नाम थियो। कतिसम्म भने सन् 1908 देखि उनीहरूले ओलम्पिकमा जम्मा केवल एउटा स्वर्ण पदक जितेका थिए। प्रदर्शन यति खराब थियो कि युरोपका ठूला बाइक कम्पनीहरूले त हाम्रो ब्रान्डको बेइज्जत हुन्छ भनेर उनीहरूलाई बाइक बेच्नै मान्दैनथे। सोच्नुस् त। तर सन् 2003 मा एउटा परिवर्तन भयो। डेभ ब्रेल्सफोर्ड नयाँ पर्फर्मेन्स डाइरेक्टर बनेर आए अनि उनको रणनीति त्यो एकदमै फरक थियो। उनले एउटा सिद्धान्त ल्याए, सानो सानो सुधारको समष्टि। उनको तर्क सिधा थियो। सोच्नुहोस् त, यदि साइकल चलाउन चाहिने हरेक कुरालाई साना टुक्रामा बाँड्ने र हरेक टुक्रामा मात्र 1% सुधार गर्ने हो भने ती सबैलाई जोड्दा त एउटा ठूलै परिवर्तन आउँछ नि। र डेभ ब्रेल्सफोर्डको यही रणनीति हो, यही हो एटोमिक ह्याबिट्सको मुख्य दर्शन, जसलाई भनिन्छ 1% को शक्ति। अब यसले कसरी काम गर्छ हेरौँ न त। यो ग्राफ हेर्नुहोस् त। यसले हाम्रो दैनिक साना साना छनौटहरूको गणितलाई एकदमै प्रष्ट देखाउँछ। हरेक दिन मात्र 1%ले राम्रो बन्ने प्रयास गर्यो भने 1 वर्षमा कस्तो आश्चर्यजनक नतिजा आउँछ। तर होशियार, यसको उल्टो पनि त्यति नै सत्य छ। दैनिक 1% को गिरावटले पनि हामीलाई लगभग शून्यमा झार्न सक्छ। अनि यो गणित साँच्चै नै चकित पार्ने खालको छ। 1 वर्षसम्म हरेक दिन जम्मा 1%ले मात्रै सुधार गर्दा वर्षको अन्त्यमा सुरुको अवस्थाभन्दा कति राम्रो भइएला? झन्डै 38 गुणा। हो, 38 गुणा राम्रो। यही त हो सासाना सुधारहरूमा लुकेको त्यो विशाल शक्ति। ल, यस्तो हो भने राम्रो बानी बसाल्न किन यति साह्रो गाह्रो हुन्छ त, होइन र? यसको मुख्य कारण के हो भने सुरुमा त परिणाम देखिँदैन। अनि जब तुरन्तै केही देखिँदैन, धेरैले त्यो ठूलो फल पाक्नु अघि नै हरेस खाइदिन्छन्। किताबले यसलाई एकदमै राम्रो नाम दिएको छ, अव्यक्त सम्भावनाको पठार र निराशाको घाटी। यो ग्राफमा हेर्नुस् त, हाम्रो अपेक्षा के हुन्छ? प्रगति एउटा सिधा लाइनमा होस्, तर वास्तविकतामा त्यस्तो हुँदैन। परिणामहरू प्राय धेरै पछि मात्र देखिन्छन्। हो, यही अपेक्षा र वास्तविकता बीचको खाडलले नै हामीलाई निराश बनाउँछ। तर सत्य के हो थाहा छ? त्यो मेहनत खेर गएको हुँदैन। त्यो त भविष्यको ठूलो सफलताका लागि जम्मा भइरहेको हुन्छ। यसलाई बुझ्न ढुङ्गा काट्ने मान्छेको उदाहरण एकदमै सान्दर्भिक छ। सोच्नुहोस्, उसले एउटा ठूलो ढुङ्गामा 100 पटक हान्छ, केही हुँदैन। तर 101 पटकको प्रहारमा ढुङ्गा 2 टुक्रा हुन्छ। अब भन्नुहोस्, के त्यो अन्तिम प्रहारले मात्र ढुङ्गा फुटेको हो त? होइन नि, त्यो त त्यसअघिका 100वटै प्रहारको जोडले गर्दा फुटेको हो। ल, अब अर्को एउटा एकदमै महत्त्वपूर्ण अवधारणातिर लागौँ। त्यो हो लक्ष्यलाई भन्दा प्रणालीलाई महत्त्व दिने। लक्ष्य भनेको के हो? चाहेको परिणाम, जस्तै च्याम्पियनसिप जित्ने। तर प्रणाली? त्यो परिणामसम्म पुर्याउने प्रक्रिया हो, जस्तै हरेक दिन गरिने अभ्यास। ब्रिटिस साइक्लिङ टिमलाई हेरौँ न। उनीहरूको लक्ष्य त पहिले पनि जित्नु नै थियो, होइन र? तर परिणाम कहिले बदलियो? जब उनीहरूले त्यो सानो सानो सुधारको प्रणाली अपनाए, तब मात्रै। अनि यही कुरा किताबको एउटा मुख्य सन्देश हो। भनिन्छ नि, मानिस आफ्नो लक्ष्यको स्तरसम्म उड्दैन, बरु आफ्नो प्रणालीको स्तरसम्म खस्छ। कति गहिरो कुरा! त्यसैले प्रगतिलाई निर्धारण गर्ने कुरा ठूल्ठूला लक्ष्य होइन, बरु त्यो प्रक्रियाप्रतिको प्रतिबद्धता हो। ल, अब अझै गहिराइमा जाउँ है। परिवर्तनको तहहरूबारे कुरा गरौँ। सबैभन्दा शक्तिशाली परिवर्तन हाम्रो काम वा परिणाममा मात्रै हुँदैन, त्योभन्दा धेरै गहिरो, एकदमै आधारभूत तहमा हुन्छ। यो चित्र हेर्नुहोस् त। यसले व्यवहार परिवर्तनका 3 तहहरू देखाउँछ, ठ्याक्कै प्याजको पत्र जस्तै। सबैभन्दा बाहिरी पत्र हो परिणाम, बीचको पत्र हो प्रक्रिया र सबैभन्दा भित्र
केन्द्रमा छ पहिचान। अब सरल भाषामा भन्दा परिणाम भनेको के पाइन्छ, प्रक्रिया भनेको के गरिन्छ र पहिचान भनेको आफूले आफूलाई के हुँ भनेर विश्वास गरिन्छ। तर यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा यी तहहरू होइनन्, बरु परिवर्तनको दिशा हो। धेरैजसो मान्छेहरू बाहिरबाट भित्रतिर जान खोज्छन्, मतलब परिणाममा ध्यान दिन्छन् र अक्सर असफल हुन्छन्। तर दिगो साँच्चीकैको परिवर्तनको सुरुवात त भित्रबाट अर्थात् पहिचानबाट हुन्छ। के हासिल गर्ने भन्नेमा होइन, कस्तो व्यक्ति बन्ने भन्नेमा ध्यान केन्द्रित गर्नु हो। यही नै बानी परिवर्तनको सबैभन्दा प्रभावकारी तरिका हो। ल अब किताबको सबैभन्दा गहिरो र शक्तिशाली विचारमा केन्द्रित हौँ, पहिचानमा आधारित बानीहरू। यो कुरा बुझ्न एउटा उदाहरण हेरौँ। चुरोट छोड्न खोजिरहेका दुईजना मान्छे छन्। पहिलोले भन्छ, म छोड्ने प्रयास गर्दैछु। यसको मतलब के हो? ओ अझै पनि आफूलाई धुम्रपान गर्ने व्यक्ति नै ठानिरहेको छ। तर दोस्रोले भन्छ, म धुम्रपान गर्दिन। सुन्दा उस्तै लागे पनि यो सानो भिन्नताले पहिचानमा आएको आकाश जमिनको फरकलाई देखाउँछ। त्यसैले त भनिन्छ, लक्ष्य एउटा किताब पढ्नु मात्र होइन, बरु एक पाठक बन्नु हो। लक्ष्य एउटा म्याराथन दौड्नु मात्र होइन, बरु एक धावक बन्नु हो। जब ध्यान लक्ष्यबाट सरेर पहिचानमा जान्छ, तब व्यवहार त आफै बदलिँदै जान्छ। र अन्त्यमा किताबको सबैभन्दा शक्तिशाली सन्देश, हरेक बानी भनेको हामीले बन्न चाहेको व्यक्तित्वको लागि दिएको एक भोट हो। हरेक पटकको व्यायामले एक स्वस्थ व्यक्तिको पक्षमा भोट दिन्छ। हरेक पटक पल्टाइएको किताबको पानाले एक पाठक बन्ने पक्षमा भोट दिन्छ। त्यसैले अन्तिम प्रश्न यो रहन्छ, हाम्रो आजको सानो कामले भोलिको कस्तो व्यक्तित्वको लागि भोट दिँदैछ?